अगाडि गर्नु पर्यो हैन बाटो त कस्तो राम्रो रहेछ है स्टेट सबै पिच गरेर रहेछ ल यो चौक त ग्राउन्डको बनाएछ पहिला त उताबाट थियो नि त बाटो के पानी हालेको हार्दिक स्वागत सुरौदी खोला पुल 45 मिटर अरे ल कति राम्रो पुल बनाएछ ल फिरफिरेमा हार्दिक स्वागत छ अरे फिरफिरे कति नम्बर वडा पर्यो यो 12 होइन 10 हो कि 11 हो पर्छ होला 9 र 10 मा एउटा होला कुन हो मलाई नि राम्रोसँग थाहै छैन हौ यता गाउँतिर त पारी भएपछि सबै ढोर्किँदै भने जस्तो हो कति राम्रो गाउँहरू रहेछ यता बस्ती घरहरू गाउँ लाग्यो हामी कति रमाइलो यस्तो घरहरू देखेपछि कि है अर्कै छुट्टै हुने कि होइन गाउँघरको यस्तो बाटताली निकालेको घरहरू कच्ची रोड लाग्यो अब हामी अलिकति कच्ची रोड छ भने बाटो रोडहरू अघि पाकेर रहेछ फुलेर ल गोरेटो बाटो सुरु भयो फेरि हामी बाटो यस्तो लहेर यस्तो रमाइलो बाटो रहेछ यस्तो तलबाट आउँदैछ कोही उकालो आउनु झन् उभियो भने झन् थकै लाग्छ कि माथि पुग्न जाँदै ल पछि पछि आउँदै हुनुहुन्छ हिँड्न नसक्ने टोलीहरू लगाएर उकालो हिँड्न नसक्ने यी छ फुम चम वा यी खोइ दे मिया हामी खाँछु मिक्रा वा ल तम्रो के मिक्रा बिम्रो चुलाई हामी न वा निहा न च्याप च्याप बुर्गी चाहिँ बाख्रा खाने छु जम्मन खाइ यी चाहिँ टुनी धुँडो लुङ्या चद्दु कति मजा भयो चद्दु मनाइ ए जम्मन सारा छु कति मजाले तोयो बारी फेकाइ लुङ्या रात माटार तोयो बारी छापुङ हेर्दै कति ल्याउँछु होइन छुइदा लुङ्यादी कति छ सुन्तला भोगोटे ए गुल्लै ल क्या नमस्ते सबैजनालाई हाँसेछौँ पिसी हाँसेले नि तोइ न खनि चा यता आयो निन छन्ताइ छै बुताइ माथि हो रे पछि हिँड्ने टोली आउँदा रोडको छेउमा के उ त्यहाँ ठ्याक्कै ल आउनु न
खुट्टा त चले होइन नि कहाँको अब त आइसक्यो भयो अझै उहाँ माथि रहेछ भोज भएको घर उहाँ रहेछ ल हामी झन् घर देखेर झन् आत्तियो कि अब आइपुग्यो दुईटा कालमा माथि आऊ अब आइहाल्यो ल मकै फर्सीको मुन्टा राम्रो भएछ तरकारी बाटो सिँढी 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 पुरा सिँढी बाटो वहाँ नास्पति पनि रहेछ नास्पति ए यहाँ कति ठुलो रुख रहेछ नास्पतिको त है ओ वहाँ कति ठुलो रुख फलेको छ कि छैन ए फलेको है नास्पतिको रुख फलेको बाटो यस्तो सानो गोरेटो बाटो रहेछ कि यो गाउँतिरको अलि हेरि एउटा नास्पतिको हाँगा भाँचेर यता नि रहेछ नास्पतिको रुख भोगटे के को लहरा हो त यो भोगटे हो यो भोगटे गोलो हुन्छ नि आडु ए भोगटे पनि रहेछ यहाँ फलेको रुख त कस्तो ठुलो रहेछ तर लहरै लहरा के को लहरा रहेछ लहरै लहरा रहेछ चाहिने चिजकै लहरा होला होइन आइ लहरामा नि डल्ल फलेको त के आँप हो लहरे आँप हो अलि नपाकेको के प्यासन फ्रुट कि के हो भन्छ नि होइन यो हो के हो लहरे आँप रहेछ कि सानो सानो होइन लहरे आँप पनि रहेछ बल्ल पाहुना लाउने ठाउँमा आइपुग्यो कति ठुलो आरुको रुख रहेछ हेर आरु पाकेछ पाक्यो भने टिपेर खाने है अहिले म आहा कति मजाले पाकेको फलेको आमामा फाइनली हामी पाहुना लाउने ठाउँ आइपुग्यो आरुको रुख हुन् कस्तो फलेको आरु है ठुलो रुख हो आरु भिडियो गर्नु पर्यो भाइ वन धनियाँ मङ 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 बसाएको आरु पाके छैन ए यस्तो जुत्ता जुत्ता फलेको असिनाले नै हानेको रहेछ बिचार ए आहा कति मजाले फलेको ल हेर गाउँमा आउनुको रमाइलो मजा यही हो यस्तो आरु फलेको खान पाउँछ ऐसेलु के अरे कस्तो मजाले फलेको ए बाबा सब यो रुख ठुलो रहेछ ल nhỏ nó quay với bà hai mươi chứ con đào làm mấy cái bà hai mươi thôi còn đi đâu
ए यता त भान्सा ल भान्सा ल भान्सा भान्सा सेलरोटी पोल्दै भान्सामा तरकारी पकाउँदै मासु पकाउँदै छिमे किचन बनाए किचन किचन हो र ल यो ओह्रालो बाटो ओह्रालो उकालो रहेछ बाटो चाहिँ अलिकति भने नि यस्तो सिउँ सिउँ आउने खोल्सा कस्तो मजाको नि शीतलो आनन्द आउने खोल्सा रहेछ ल यो खोल्सा मामाहरू तल पुग्नुपर्छ म चाहिँ अलिक पछि पछि छु आहा गाडी चाहिँ आउनु दुःख रहेछ कि यता पानीले खोलेको रहेछ बाटो चाहिँ कच्ची बाटो पानीले खोलेको सबै अनि गाडी हिँड्न नसक्ने रहेछ कि ए यो रोडको बाटोको छेउछेउमै यस्तो अगाडि पाकेको कि यस्तो है म त बाटो बाटो टिप्दा मलाई छोड्यो कि सबैले कस्तो यस्तो नि 30 वर्षपछि होला बल्ल यो अँगेरी खानु पाएको मैले आमा 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 पहिला भर्खर बच्चा बेलामा टिपेको खाने अहिले बल्ल 30-35 वर्षै भयो होला हो बल्ल यो गाउँतिर आउँदाखेरि पाएको हाम्रोतिर नि अब उता खोला पारी गाउँले उसतिर वनतिर गयो भने त पाउँछ अब वनतिर आजभोलि वस्तु नपालेपछि जाने कुरै आएन त्यही माथि आजभोलि जानै दिन्न खोला पारी हाम्रो यता बारी यस्तो बनै छैन हामीतिर भन छैन त्यो हुँदाखेरि बाटोको मात्रै भिडियो भयो कहिले ओह्रालो कहिले उकालो तर गुलियो चाहिँ नरहेछ अमिलो ए नुनिलो आई के आइसेलु आइसेलु यहाँ रहेछ ल आइसेलु तर आइसेलु छैन रुख मात्रै हो अगाडिको रुख यस्तो फुलफुलको यस्तो रुख यस्तो फल चाहिँ एकै कुदाउनु पर्ने रहेछ उकालो आइहाल्यो जाँदा त थुप्रै भयो चाहिँ लाग्यो त अहिले त आइहाल्यो चाहिँ लाग्यो तपाईँ आएन फुउँच्यो यहाँ त्यो फुउँच्यो ल फुउँच्यो भन्छ यसलाई कस्तो मजाले फलेको ए कस्तो मजाले फलेको होइन ल उकालो सिद्धियो गाई छ आमा उकालो सिद्धियो ल रात मात्र तौल विकास संस्था
शुक्ला गण्डकी 12 हार्दिक स्वागत गर्दछ अरे ल हेर रातमाटामा आज हामी रातमाटा टोल विकास संस्था सुनपा 12 तनहु हार्दिक स्वागत गर्दछ ल हामी आज यता है अन्तमा नआउने टोली यहाँ गाडी ए टेम्पो पनि आउने रहेछ त टेम्पो पनि रहेछ यहाँ आमामामा हजुर ल यस्तो रमाइलो गाउँमा तर मान्छे छैन यी सबै ढोका बन्द ठोक खुट्टै ठोक्यो पोखरा दुलिउँडा डोरबराई साँगे चल्ने गाडीहरू रहेछ यो ल कति जरे गाडीहरू पनि रहेछ हाम्रो टिम यहाँ छ अब हामी घर जाँदैछौँ रमाइलो ए हाम्रो टोली यता सबैजना हामी घर जान लाम पुलमा हामी गुटुटुङ गुटुङ सेतीको पुल यता सेती खोला उकालो